हेलो फ्यामिली, हामी चाहिँ यस्तो राम्रो जग्गामा छौँ। यस्तो चाहिँ हामीले कहिले नदेखेको जस्तो जग्गा छ। कस्तो दामी छ होइन। आज चाहिँ बिहानको सबै वर्क्सहरू सकिँदाखेरि चाहिँ सम्झना हुँदैछ फोन पनि थियो भन्ने होइन। अब चाहिँ अल्छी लाग्दो रहेछ। अन्त अहिले चाहिँ यसो लुगा धोएको थियो। लुगा हेर्नुको लागि चाहिँ ट्यारिसमा आउँदाखेरि चाहिँ यसो निकालेको भनौँ न। मजाको छ जग्गाहरू चाहिँ, मजा आउनु थाल्यो। 2 दिन 3 दिन चाहिँ एडजस्ट हुनु लाग्यो। तर अब चाहिँ भए पनि 4 days भयो आज आएको यता। अन्त अलिक भए पनि फ्रेस खालको फिल हुँदैछ। बस्नु सक्छ होला, एडजस्ट हुनु सक्छ होला जस्तो लाग्यो। हामी चाहिँ यस्तो छौँ, डर्छौँ होला जस्तो लाग्छ। सेती आएको नि त सिक्किमबाट। अन्त यहाँ आएर यो घामले चाहिँ छिटो डर्छ अरे। त्यसले गर्दा चाहिँ एक हप्तामा काली हुन्छौँ होला जस्तो लाग्दै थियो। तर त्यति साह्रो चाहिँ बाहिर निस्कनु नपर्दाखेरि चाहिँ अलिक भए राम्रै हुन्छौँ जस्तो लाग्दैछ। हेर्दै गर्नुहोस् मलाई मेरो भ्लगलाई।